तपाईको घर तथा अफिसको सुरक्षाको सवालमा सीसी क्यामेरा अथवा इन्ट्रुडर अलार्म सिस्टम कुन चाहिँ प्रभावकारी होला त? आउनुस् त्यो विषयमा छलफल गरौँ। सीसीटीभी जडान भइसकेपछि हामी सुरक्षित भएको महसुस गर्छौं। तर आउनुस् वास्तवमा सीसीटीभीले के गरिरहेको हुन्छ त्यो जानौँ। यदि चोरी भयो भने सीसी क्यामेराले यसको रेकर्ड मात्रै राख्छ। यो एउटा प्यासिभ टाइपको उपकरण हो। यसले सतर्क गर्दैन, तुरुन्त रोक्दैन र रेकर्ड मात्रै गरिरहेको हुन्छ। सीसीटीभी प्रमाणको लागि उपयुक्त हुन्छ, तर त्यो बेलासम्म नोक्सान भइसकेको पनि हुन सक्छ। अब इन्ट्रुडर अलार्म सिस्टमको बारेमा कुरा गरौँ। यदि कसैले जबरजस्ती तपाईको घरको झ्याल ढोका खोल्न खोज्यो भने सेन्सर्स एक्टिभेट हुन्छ, अलार्म बज्छ, ठूलो आवाज आउँछ, साथै तपाईको मोबाइलमा नोटिफिकेसन पनि आउँछ, जसले गर्दा उक्त व्यक्ति सूचित हुन्छ र भाग्न बाध्य हुन्छ। इन्ट्रुडर अलार्म सिस्टम एक्टिभ प्रकारको सुरक्षा प्रणाली हो, जसको उद्देश्य कुनै घटना हुनुभन्दा अगाडि नै रोक्नु हो। इन्ट्रुडर अलार्म सिस्टम र सीसीटीभी एक अर्काका वैकल्पिक प्रविधि हैनन्। इन्ट्रुडर अलार्म सिस्टमले तत्काल रोक्छ भने सीसीटीभीले घटनाको रेकर्ड राख्छ। यदि हामीले दुवैलाई मिलाएर प्रयोग गर्यौं भने घटना हुन नदिने र यसको रेकर्ड पनि बस्ने हुन्छ। त्यसैले आफ्नो प्राथमिकताको आधारमा सुरक्षा व्यवस्था रोज्नुहोस् र यो जानकारीमूलक भिडियो सबैसँग शेयर गरिदिनुस् है।